हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आज चाहिँ न त कुनै बर्थडे न त कुनै स्पेसल दिन। के राम्रो के नराम्रो मन रमाए जहाँ पनि राम्रो भने जस्तै एउटै घरमा भइसकेपछि सानो सानो कुरामा नि रमाउन सिक्नुपर्छ अरे। मैले चाहिँ मेरो अमाजु दिजूलाई एउटा सानो गिफ्ट गरेकी छु। बजार जाँदा त प्रायः हामी सँगै नै जान्छौँ, नजिकैको यात्रा भए पनि सँगै हिँड्छौँ। सानै गिफ्ट भए पनि मैले दिजूलाई थाहा नदिने तरिकाले बनाएको थिएँ। तर अब गिफ्ट भनेपछि त अब त्यही अनुसारले पनि त गर्नु पर्यो। यहाँ बसिरहेको छौँ, मैले चाहिँ किनेर ल्याइसकेको थिएँ। फाइनली हामी पसल चाहिँ पुगिसक्यौँ। म चाहिँ एकछिन पसलमा बसेर दिजूलाई मामा घरतिर पठाएको थिएँ। एकछिन बसेर आउँदा चाहिँ दिजू यहाँ बसिरहेको थियो। अघि अब मैले दिजूलाई अगाडि नै राखेर किन्न गएको थिएँ नि त नलगेर, त्यसैले रिसले फार भइसक्यो दिजू चाहिँ। मैले लिस्यो हजुरकै लागि गिफ्ट लिन गएको, म लिस्यो भनेर समास्यो भनेर भन्दा नाइ मैले लिँदिनँ गर्दै बोल्दै भइसक्यो। उता मुन्टो फर्काएर टाउको उता फनक्क फर्काएर फाइनली एक्सेप्ट गरिसकेको छ। अब हेरौँ है त गाइस दिजूको रियाक्सन। कसले दिएको, कहाँबाट ल्याएको, कसले दियो मलाई यस्तो गिफ्ट भनेर मक्ख हुँदै हाँस्दै होइसिन्थ्यो। मैले ल्याइदिएको नि हजुरलाई भनेर दिएँ, खोलेर हेर्दै होइसिन्थ्यो। भिडियो चाहिँ नगराउन गर्दै होइसिन्थ्यो, मुसु मुसु हाँस्दै। लाज लाग्छ मलाई भनेर भन्दै होइसिन्थ्यो। मैले केही रियाक्सनै भएन त दिजू, बहिनीले यत्रो गिफ्ट ल्याइदिँदा नि भनेर भन्दाखेरि। त्यसपछि गाइस हामी घर आएर चाहिँ यसरी लाएर हेर्दा त एकदम राम्रो देखियो दिजूलाई। थ्याङ्क यू मेरो बुहारीले ल्याइदिएको गिफ्ट भनेर भन्दै होइसिन्थ्यो।